प्रसाद सर त्यहाँनिर नि हल्का उयो चढाउनु भन्ने दक्षिणीको हल्का चढाउनु भन्ने त्यो चलन चाहिँ यहाँको चाहिँ थालीमा राख्ने चलन छ सब थाली तपाईँको पानी भाइ तपाईँको डुम्लिङमा स्वागत हुँदैछ। अब यहाँ 15-20 मिनट ल त महानुभावहरू प्रतिनिधि सभा सदस्य माननीय हरप्रसाद साम्पाङ आइपुगिसक्नु भएको छ दुम्लिङमा। तल्लो दुम्लिङ हो यो ब्यास गाउँपालिका वार्ड नम्बर 2 दार्चुलाको र यहाँ चाहिँ अहिले स्थानीयवासीहरूले भव्य रूपमा स्वागत गरिराख्नु भएको छ तल्लो दुम्लिङमा। र यो पछाडि माथिल्लो दुम्लिङ पनि जानुपर्नेछ जहाँ पुल बनाउनको लागि सर्वे भएको थियो काठा दुम्लिङ खोला। र गाउँपालिका अध्यक्ष मङ्गल सिंह सर पनि आउनु भएको छ यहाँ हामी देखिरहेका छौँ। अलिअलि पैसा राखिदिनु पर्छ यो फेरि यहाँको तलको पनि छ भेटी चढाइदिनु पर्छ। हामी त यहाँ एउटा विशेष विधि छ फेरि उहाँहरूको यहाँको सबैले लिनु होला ए दिएछ चामल लिनु चामल चामल चाहिँ लिनु है सबैले चामल पूजा गर्नुपर्छ है सबैले पूजा गर्नु चामल लिनु देवीलाई यसरी आकेको ताकेको सबै पुरा होस् दुम्लिङवासीको जय होस् जय आकेको ताकेको चिताएको सबै पुरा होस् मनोकामना बाधा व्यवधान केही नहोस्। अब मिडिया साथी अलिकति यतापट्टि गइदिनु यता केही कुरा राख्नु